यदि तपाईहरु प्लान धेरै बनाउनुहुन्छ तर त्यो प्लानमा स्टिक हुन सक्नुहुन्न भने चाहिँ यो तपाईको प्रब्लम हैन, यो तपाईको टाइम म्यानेजमेन्टको प्रब्लम हो। सो हेलो व्हाट्स अप एभ्रीवन, के छ हालखबर? माय नेम इज मरवाल एन्ड यु गाइज आर वाचिङ हिमालयक्स विक्ट्री। सो आजको भिडियोमा चाहिँ वी गोना डिस्कस अबाउट द टाइम म्यानेजमेन्ट। लेट्स स्टार्ट द भिडियो। सो नम्बर 1 मा चाहिँ मेजर योर टाइम। सबैभन्दा सुरुमा चाहिँ तपाईलाई के थाहा हुनुपर्छ भन्दा तपाईको टाइम चाहिँ कहाँ गइरहेको छ एक्ज्याक्टली। तपाई वेक अप गरेदेखिबाट तपाईको एन्ड अफ द डे तपाईको टाइम चाहिँ कहाँ गइरहेको छ एक्ज्याक्ट तपाईलाई त थाहा हुनुपर्छ। सो सबैभन्दा राम्रो सल्युसन भनेको चाहिँ एउटा नोटबुकमा तपाईले वेक अप गरेदेखिबाट एन्ड अफ द डे के गर्नुभयो सबै लेख्नुस्। त्यसपछि तपाईले त आउटसाइड द बक्स तपाईलाई थाहा हुन्छ कि तपाईको डे चाहिँ कहाँ गइरहेको रहेछ त। सो नम्बर 2 मा आउँछ टाइम ब्लकिङ। सो फर एक्जाम्पल लेट्स से म अहिले जिम पनि जान्छु, म अहिले कन्टेन्ट क्रिएसनको जर्नी पनि स्टार्ट गरिरहेको छु, म जब पनि गर्छु, म स्कुल पनि गर्छु। अब यो सबै भनेको टाइम म्यानेजमेन्ट स्किल्स पर्छ क्या। त्यही भएर चाहिँ नम्बर 2 स्किल्समा आउँछ टाइम ब्लकिङ। सो टाइम ब्लकिङ भनेको चाहिँ यदि तपाईँ जिम गइराख्नु भएको छ भने जिममा तपाईँले फुल फोकस दिनु क्या। यदि तपाईँले कन्टेन्ट क्रिएसन गर्दै हुनुहुन्छ भने चाहिँ कन्टेन्ट क्रिएसनमा फुल फोकस दिनु। सो आवर्समा चाहिँ तपाईँले डिभाइड गर्नु कि मैले यो काम यति बजे गर्छु, यति बजे म बन्द गर्छु, यो काम मैले यति बजे स्टार्ट गर्छु। सबै काम एकैचोटि गर्न ट्राई नगर्नुहोस्। अलग अलग टाइममा अलग अलग आवर्समा चाहिँ त्यो कामलाई सकाउनुहोस् त्यही टाइममा है फेरि। सो फर इक्जाम्पल यदि मैले जिम गर्दैछु भने चाहिँ मलाई स्कुलको होमवर्कहरू, स्कुलको थिङ्सहरूको बारेमा चाहिँ मलाई दिमागमा आउनु भएन। सो जिम गर्दाको पिरियडमा जिममा तपाईँको फुल फोकस हुनु पऱ्यो, स्कुलको टाइममा स्कुलमा फोकस हुनु पऱ्यो, कामको टाइममा काममा फोकस हुनु पऱ्यो। नम्बर 3 मा चाहिँ 2 मिनट रुल। 2 मिनट रुल भनेको चाहिँ अब तपाईँको 2 मिनटमा जे काम पनि पर्छ नि। फर इक्जाम्पल यदि तपाईँले 2 मिनटमा पसलमा गएर केही सामान लिनु छ, या तपाईँलाई 2 मिनटमा होमवर्क सकाउनु छ, या 2 मिनटमा जे काम पनि भ्याइन्छ नि त्यो काम कि त सकिहाल्नु पऱ्यो होइन, कि त त्यो डिलिट हान्नु पऱ्यो क्या। त्यो काम छँदै छैन कि त त्यो काम छँदै छैन भन्नु पऱ्यो, कि त त्यो कामलाई सकाइहाल्नु पऱ्यो। सो त्यो 2 मिनटको कामले तपाईँको दिमागमा एक्स्ट्रा स्पेस चाहिँ लिनु भएन क्या। सो नम्बर 4 मा चाहिँ मर्निङ रुटिन। सो यदि तपाईँहरूको यहाँ मर्निङ रुटिनै राम्रो छैन भने चाहिँ यु क्यानट एक्सपेक्ट योर डे टु बी अ गुड क्या। ल फर इक्जाम्पल यदि तपाईँ 1 बजे उठ्नुहुन्छ भने चाहिँ 1 बजेबाट के सक्नु 4 घन्टामा। त्यही भएर चाहिँ when you start your day early तपाईसँग जति पनि टाइम हुन्छ कि फर इक्जाम्पल लेट्स से म चाहिँ 7 to 8:45 म जिममा हुन्छु, अनि 9 to 3 चाहिँ म काममा हुन्छु, 3 to 5 चाहिँ म घर हुन्छु, अनि 5 to 6 चाहिँ म कन्टेन्ट क्रिएसन गर्न लागेको हुन्छु। अरू चाहिँ फ्यामिली टाइम भनौँ न होइन। यहाँहरू मेरो मर्निङ रुटिनमा के काम सकियो, सबैभन्दा इम्पोर्टेन्ट कुरा मलाई जिम जानु छ, जिम जानु सकियो। सो सबैभन्दा सुरुमा के बेनिफिट भयो भन्दा मलाई, सो म जबमा जानुभन्दा पहिला मैले आफूमा इन्भेस्ट गरेँ, आफूमा मैले टाइम इन्भेस्ट गरेँ, मैले आफ्नो लागि केही गरेँ। सो सिम्पल वेमा भन्नुपर्दा चाहिँ यदि हामी चाँडै उठ्यो भने चाहिँ हाम्रो कामहरू चाँडै भइन्छ। सो नम्बर 5 मेक रिपिटेबल प्रोसेस। सो फर इक्जाम्पल अघि नै मैले तपाईँलाई भनेको जस्तो 7 to 8:45 इन मर्निङ म जिम जान्छु भने चाहिँ अब मेरो त डेली बेसमा त्यही नै हो। यदि मेरो जब छ भने पनि त्यही हो, यदि मेरो छुट्टी छ भने पनि म त्यही टाइममा जान्छु। सो इन अ सिम्पल वे यदि तपाईँले चेन्ज गरिराख्नु भयो भने चाहिँ यो तपाईँको लागि एकदमै हार्ड हुन्छ। सो के गर्नुहोस् भन्दा एउटा टाइममा चाहिँ एउटा काममा फोकस गर्नुहोस्। फर इक्जाम्पल यदि तपाईँले चाहिँ जिम 7 to 9 जानुहुन्छ भने चाहिँ तपाईँले डेली बेसमा त्यही गर्नुहोस्। सो नम्बर 6 मा चाहिँ सेट योर डिस्ट्र्याक्सन टाइम। सो यदि म जिम गइरहेको छु भने त्यहाँ म जिम रिल्स स्क्रोल त गर्न गइरहेको छैन नि त। सो त्यही भएर के गरिरहेको छु भन्दा म डिफ्रेन्ट पार्टमा फोकस भइरहेको छु भने चाहिँ डिस्ट्र्याक्सनको लागि पनि एउटा टाइम हुनुपर्छ। यदि डिस्ट्र्याक्सनको लागि टाइम भएन भने चाहिँ हामी त्यो फोकस्ड भएको ठाउँमा चाहिँ डिस्ट्र्याक्सन खोजिराख्छौँ क्या। त्यही भएर चाहिँ एउटा तपाईँले डिस्ट्र्याक्सनको लागि छुट्टै टाइम बनाउनु भयो भने चाहिँ सो यु क्यान फोकस्ड इन योर फोकस टाइम, अनि डिस्ट्र्याक्सनको लागि चाहिँ हामी अलग लेभलको डिस्ट्र्याक्सन भइन्छ। सो डिस्ट्र्याक्सन भनेको रङ चाहिँ होइन, यदि तपाईँले चाहिँ राम्रो तरिकाले सेट गर्नुभएको छ भने आफ्नो टाइम। नम्बर 7 मा चाहिँ मेक विकली गोल्स। सो फर इक्जाम्पल यदि तपाईँले इन्स्टाग्राममा या युट्युबमा या कतै पनि तपाईँले डेभिड गोगन्सको रिल्स हेर्नु भएको छ भने अनि तपाईँ एकदमै फास्ट तपाईँ मोटिभेट भएर एकदमै डाइट सेट प्लान चेन्ज गर्नुहुन्छ भने चाहिँ यो तपाईँको मोटिभेसन मात्रै हो, यसले चाहिँ डिसिप्लिनमा सिफ्ट हुन एकदमै गाह्रो हुन्छ। सो यो मोटिभेसनलाई कसरी युज गर्नुहोस् भन्दा तपाईँले 1 विकको गोल राख्नु। सो फर इक्जाम्पल 1 हप्तामा चाहिँ म 3 दिन जिम जान्छु, 3 दिन मैले यो वर्कआउट गर्छु, 3 दिन मैले स्किल्समा वर्क गर्छु, 3 दिन म यसरी जब जान्छु। यसरी चाहिँ तपाईँले 1 विकको प्लान बनाउनुहोस्, एकै दिनको प्लान चाहिँ नगराउनुहोस्। सो सबैभन्दा सुरुमा चाहिँ पहिला तपाईँले 1 विकलाई चाहिँ जित्नुहोस्, त्यसपछि चाहिँ डे 1, डे 2, डे 3 त्यसरी चाहिँ स्टेप बाई स्टेप जाम्ला। पहिला तपाईँ कन्सिस्टेन्ट चाहिँ 1 विकमा हुनुहोस्, त्यसपछि चाहिँ बल्ल 1 डे। सो थ्याङ्क यू सो मच एभ्रिवन फर वाचिङ दिस भिडियो। सो आजको भिडियो हेरेर तपाईँले सिर्फ एउटा मात्र एक्सन लिनुपर्ने हुन्छ। सो के एक्सन हुन्छ भने चाहिँ तपाईँले आफ्नो डेलाई चाहिँ मेजर गर्नुपर्छ। कसरी मेजर गर्नुहोस् भन्दा
एउटा कापीमा कि त नोटबुकमा लेख्नुहोस्। फर इक्जाम्पल मैले डेमा चाहिँ के गर्दो रहेछु त, वेकअप गरेदेखिबाट, ब्रुस गरेदेखिबाट, स्कुल गयो, यस्तो त्यो सबै डिटेल्समा लेख्नुहोस्। अनि तपाईँले आउटसाइड द बक्स तपाईँको आफ्नो लाइफस्टाइल त्यहाँ थाहा हुन्छ, त्यसपछि तपाईँले आफूले अपग्रेड गर्न सक्नुहुन्छ। आजको लागि भिडियो यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो टिल एन्ड। टिल देन टेक केयर, गुड बाई।